भेटे बन्नु खुकुरी। यो भिडियो हेर्दै गर्दाखेरि मलाई मेरो बालापनको याद आयो क्या। मेरो बालापनमा जतिखेर म 5-6 वर्ष 7 वर्षको थिएँ त्यतिखेर हाम्रो परिवार, हाम्रो समाज, हाम्रो एउटा सिङ्गै टोल, सिङ्गो गाउँ, सिङ्गो जिल्ला नेपाली काङ्ग्रेसको पछाडि कुदिरहेको थियो क्या। जतिखेर नेपाली काङ्ग्रेसको नेतृत्व गर्ने आलेन कुलेन सभापति महोदयहरू म हुँदाहुँदै मेरो छोरा विश्वराज अनि म घनिन्द्रिया भन्ने एउटा त्यो शब्दलाई मैले अलिकति मोडिफाई गरेर त्यसलाई अलि अश्लील नदेखोस् भनेर सुन्न योग्य बनाएको हो। यस्तो गरी भाषण गर्ने एउटा नेतृत्वले 3 दशकभन्दा लामो समयदेखि, मैले थाहा पाइकन, मैले अनुभव गरिकन 3 दशकभन्दा लामो समयदेखि 5 थरको नेतृत्व गरिरहेछ। अहिले पनि यो परिवर्तनको पक्षमा उभिँदा सिङ्गो देश एकापट्टि परिवर्तनतिर लागिरहेको बेलामा अहिले पनि त्यही उम्मेदवार त्यो क्षेत्रमा हुँदा समानुपातिकमा पनि 1 नम्बर सिट पटक पटक जनताबाट अनुमोदित भयो र जनताबाट कतिपटक चाहिँ जनताबाट अविश्वासको एउटा वातावरण सिर्जना हुँदाखेरि पनि समानुपातिकमा 1 नम्बर सिटमा आफ्नो नाम दर्ज गराएर 5 थरको विकास गर्छु भनेर हिँडेर देख्दाखेरि मलाई अचम्म लागेर आयो। र त्यहाँका जनताहरूले पनि यो हदसम्मको विश्वास गरेका छन् कि उनले कति पनि काम नगर्दा पनि त्यहाँका जनता, त्यहाँको शिक्षा, त्यहाँको स्वास्थ्य, त्यहाँका जनताले पाउने रोजगारी, त्यहाँको बाटो घाटो पुल विकास हरेक क्षेत्रमा उनले 3 दशकदेखि कति पनि योगदान गर्न नसक्दा, योगदान गर्ने क्षमता बनाउन नसक्दाखेरि पनि जनताले यसपटक पनि उनलाई नै सदनमा पठाएका छन् क्या। सारा देश परिवर्तनको पक्षमा उभिँदा त्यहाँका जनता चाहिँ किन परिवर्तनको पक्षमा उभिएनन् भन्ने मेरो आफ्नो धारणा हो। यसमा अहिले नवनिर्वाचित एउटा नयाँ नेतृत्व त्यहाँबाट चुनिएर चाहिँ संसद जानुभएको छ, उहाँको चाहिँ परीक्षा भइसकेको छैन। तर कयौँ पटक समानुपातिकमा बस्ने, जनताको विश्वासमाथि घात गर्ने यस्तो खालको नेतृत्वलाई पनि त्यहाँका जनताले चाहिँ भोट दिएर चुनावमा यसपालि अत्याधिक मत दिएर विजय गरेर पठाएका छन्। अब त्यहाँको बारेमा नसोचौँ नभनौँ भन्दा पनि त्यो सालनाल गाडिएको ठाउँ अलिकति भित्र कस्तो कस्तो हुँदो रहेछ क्या। परिवर्तनको पक्षमा देश पुरै एकापट्टि हुँदाखेरि सिङ्गो 5 थर चाहिँ अर्कोपट्टि बस्थ्यो क्या। यो कस्तो खालको अलिकति मलाई चाहिँ लागेको कुरा होइन। अब तपाईँहरूलाई के लाग्छ? यदि देशले परिवर्तन चाहिरहेछ, समयले परिवर्तन चाहिरहेछ, युवाहरूले परिवर्तन चाहिरहेछन् भन्नेतिर त्यहाँका मान्छे किन जान नसक्यो? मलाई अचम्म लागेको छ क्या। मलाई लागेको कुरा हो, तपाईँहरूलाई के लाग्छ यो विषयमा? पटक पटक 3 दशकदेखि नेतृत्व गर्ने एउटै राजनैतिक दललाई हामीले पटक पटक परीक्षा लिइरहने, फेल गराइरहने, परीक्षा लिइरहने, फेल गराइरहने, तर पनि उसलाई पटक पटक मौका दिइरहने। यो खालको अवस्थाबाट 5 थर पनि विकास हुनुपर्छ। 5 थरका नागरिकले स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगारी, त्यहाँको बाटोघाटो बन्नुपर्छ, उनीहरूले राम्रो सुविधाहरू पाउनुपर्छ भन्ने मेरो धारणा हो। राजनीतिक हिसाबले, पार्टीगत हिसाबले, व्यक्तिगत हिसाबले कोहीसँग पनि मेरो केही लिनु या दिनु छैन। तर त्यहाँको अवस्था देखेर चाहिँ त्यो त्यहाँका नागरिकको दयनीय अवस्थाले चाहिँ अलिकति त्यो 5 थर पूर्वको हुम्ला जुम्ला कालीकोट जस्तो भइरहेको अवस्थामा चाहिँ मलाई अलिकति परिवर्तनको पक्षमा उभिदिए भए हुन्थ्यो त्यहाँका जनता भन्ने मेरो चाहिँ